यो चाहिँ फेरि मलाई देखाउनुको लागि मात्रै खाएको हो नि छोरीले फेरि गाइज नझुक्किने होला यत्रो धेरै भात खान्छ रहेछ भनेर यो बिस्कुटहरू देखेर मात्रै खाएको हो नि फेरि हो कि होइन भन त मम्मीले भन्नु त सही भन्नुभयो सही नै हो नि त यसरी सधैँ देखाएदेखि म यो देखाउने नै थिइनँ यो बिस्कुटहरू देखाउने नै थिइनँ यो खोले खुवाउनुलाई भात खुवाउनुलाई यस्तो गाह्रो छ कि मेरो छोरीलाई यस्तो गाह्रो छ कि हो यसरी सधैँभरि खाइदिए त म कति ह्याप्पी हुन्थेँ होला भेरी भेरी ह्याप्पी हुन्थेँ होला नि ओमा ल फेरिको पनि भिडियो चाहिँ तपाईँहरूलाई म देखाउने छु भोलि बिहान कसो गर्दो रहेछ म खोले मात्रै राखेर दिन्छु खान्छ बिस्कुट देखेरै हो यो चाहिँ खाएकोले छोरीले अब निकालौँ कि निलौँ कि हुँदैछ अब यो निलौँ कि निकालौँ त चियाले ठेल्ने काम हुँदैछ चियाले घचार्ने त्यो मसला हो किन फ्यालेको हाम्रो छोराको भाग राखिदिएको छ यो कति बेला खान्छ हो पनि यो ऊ चाहिँ मोबाइलमा बिजी भएको हुनाले उसले चाहिँ खानुलाई पनि के गर्नुपर्छ त बिन्ती बिसाउनुपर्छ ढोक्नुपर्छ म सानो खालको हामीलाई चाहिँ मम्मीले मसँग किटिङ खेल्नु भयो सानो मलाई सानो उसँग अहिले ठुलो मसँग छ मेरो भाग नै लभले खाइसकेको अवस्था छ है बिस्कुट देखेर बिस्कुट होइन नि त एक चम्ची खोले भात खाएको भए त यो चाहिँ मेरो हो यो चाहिँ मेरो भाग म एक चम्ची म खान्छु तपाईँहरूले चाहिँ देख्नु सक्नुहुन्न यो खोले मात्रै देख्नुहुन्छ नि फेरि अब म कसरी खान्छु त तातो भयो 37% of teenage girls between 13 and 15 were exposed to unwanted nudity in a week on Instagram. You knew about it. यो चाहिँ मेरो हो मैले खाइसक्नु आँटेको छु यो सबैको घरमा मासु भात होला हाम्रो घरमा खोले आजको दसैँको दिन पनि अनि अहिले साल हामीले दसैँ नमानेको किन भन त यस justifying using deadly force if unnecessary. But at this moment, against an opponent that demands everything. Last bite, है guys. गाइज बिस्कुट हेर्नुको बिस्कुटको लोभ भ्याले नै छोरीले भात खाइसकेको छ आज एक थाल भात म कति हाँस्नु बिस्कुटले मात्रै पच्दो रहेछ भनेर
बिस्कुट पनि खान्छ होला त्यसै गरी। सर यसरी नै भात खायो अबदेखि छोरी। अति चाँडै भयो नि। यस्तो मिठो छ नि फेरि यो खोले, हेर्दा पो यस्तो छ, घिउ लगाएर पकाएको घिउ। यो चाहिँ मेरो मुखमा कि तातो छ। के बारे में क्या आप ये जानते हो? आमोद बेक्सली फैमिली का सबसे एल्डेस्ट सन है, मतलब मेन वारिस। एंड गुसन उसका यंगर ब्रदर है, जिसको हमेशा उसके बड़े भाई से कंपेयर किया जाता है। एमोद का नेचर काम